जति कुदेको छ तपाईँहरूलाई धन्यवाद। अनि नानीहरूलाई एउटा कुरो भन्छु, भोलि पनि कुद्दा फेरि कन्सिस्टेन्सी चाहिन्छ। आज कुद्यो भोलिदेखि होइन, डेली नै कुद्नुहोस्। म डेली नै कुद्छु म, अब जित्नेहरू अर्कै हो, तर अब डेली नै कुद्दाखेरि मलाई अस्ति एउटा साथीले भन्दै थियो, त्यसको बुढीले के मलाई मेरो बुढा पनि दाजु छिटै उठ्छ, अब कहाँ उठ्छ भने देख्दिनँ त बाहिर भने अहिले उठ्छ अरे। मैले सोधेको त्यो ओछ्यान बसेर आँखा मात्रै खोलेर त्यसलाई चाहिँ नेपालीमा बिउजेको उठेको त हामी बाहिर निस्किनु पऱ्यो नि होइन। र अब मलाई एकदमै खुसी लाग्यो, तरबारबाट नेक्स्ट पनि आउँछु। अनि मैले अहिले भर्खर मात्रै सुनेको माथि भोजपुरमा पनि सही के भन्ने अब फेरि 30 होइन 30मा हुँदैन रहेछ, त्यहाँ पनि तपाईँहरू जानु सक्नु भने आउनुहोस्। अनि नानीहरूलाई के भन्छ पैसा हुँदैन, यो पक्का हो, म्याराथन कुद्नको लागि पैसा चाहिन्छ। अहिले नै एउटा सानोबाट कन्ट्रोल जस्तो बनाउनुहोस्, कसैले दिएको 20 रुपियाँ 30 रुपियाँ त्यसमा हाल्नुहोस्, जति हुन्छ पुगेन भने त्यहाँदेखि कसैलाई भन्नुहोस् थप दिन्छ। तर एकै दिन छैन म जान्छु भन्दा भएन क्या, म त त्यसै गर्छु, एउटा सानो कन्ट्रोल राखेको छु, कसैले दिएको 20 रुपियाँ 30 रुपियाँ हाल्दै जान्छु, एकदम एम राख्छु म म्याराथन ममै गइदिन्छु। यहाँ हाम्रो कता हो हाम्रो यहाँ भाइ हाम्रो शिव भाइ अस्ति म्याराथन कुदेर आयो मुम्बईमा, 42 कुद्यो, त्यहाँको ह्युमिडिटी हाई पुगेन भाइ है, म पहिल्यै कुदेको। तर मलाई हेर्नुहोस् है, मेरो सन्देश त्यही हो, तरबारको अस्ति 3-4वटा स्कुलमा आएको थियो, अघि नानीहरूलाई पनि भेटेँ, खुसी पनि लाग्यो क्या। अब पहिला सुरु माग्दाखेरि नि म यसरी कसैको छेउमा बसेर अलिक पर सर अहिले त्यही मान्छे हो म, माग्नु छोडेर नमस्ते सर। अब हेर है, सर शब्द पनि दुइटा अब त्यसले गर्दाखेरि मैले चाहिँ गाबी गर्दाखेरि एक्चुअली के भन्नु भने चाहेको भने युथ आर द ब्याकबोन अफ द सोसाइटी। आज तरबारको युथ सबै राम्रो भएन, तरबार नेचुरली राम्रो, तर युथै लथालिङ्ग भयो भने केही पनि। म अस्ति एउटा जग्गामा भनेको अब यति राम्री राम्री नातिनीहरू देखेको कि यति राम्री नातिनीहरू है, अब यस्तो यस्तो छोरीहरू पनि राम्री आमा यस्तो माथि हेरे मेरो उमेरकोहरू पनि तर अलिकति चौरी परेको है, तर त्योहरू यौमा त राम्री थियो नि त। अन्त मैले भने म यौ हुँदा चाहिँ कोही पनि देखिनँ राम्रीहरू, किन देखिनँ भने आँखा त्यस्तै देखिनँ क्या। मैले भन्नु चाहेको युथहरूले अहिले नै आँखा खोलिहाल, नखाउ नमात, स्पोर्ट्स खेल, एजुकेसन पनि जाउँ सँगसँगै पढ्नु पर्छ। म पनि बाजे हो, 10 क्लास पास गर्नु 5 वर्ष लाग्यो, फेल हुँदै हुँदै पनि पढेको, बिकज देयर इज फेल अफ द पिलर अफ सक्सेस। त्यसले गर्दा है म